हजुरलाई कसले सानोमा हजुर सानो हुँदा ठुलो मान्छेले भगायो भन्नुभएको थियो नि नेपालमा त केटाले केटी भगायो नि केटीले केटा भगायो नि सुनेको हाम्रो टाइममा त हजुर टाइममा केटाले केटा भगाउँदो रहेछ नि लाउर जाम भनेपछि रहर लाग्थ्यो हिँडिहाल्ने हो नि त्यहाँबाट अनि पुनर्वासबाट रासन खान दिएको पैसा थिए दाइसित अनि ल्याउँदा पैसा म मकै किन्न जान्छु मकै ठेक्का हानेछु सुली ठेक्का हानेछु सबैलाई हुन्छ गाउँभरिकालाई पैसा ल्याऊ भनेर अनि दाइले पैसा दिए पैसा फुत्काइहालेँ पैसा लिएर त्यहाँबाट अनि त्यही भगाउनेलाई दिएँ पैसा लिएर गएको गोरखपुरमा 2 फेर टिकट काटो मुर्दारले एक टिकट काटेको कसले के भनिदिएछ त्यहाँबाट फेरि गएर टिकट काटो 22 रुपियाँमा टिकट ल्याएको त्यहाँबाट फेरि थपेर अनि 26 रुपियाँ बनायो त्यहाँबाट अनि कानपुर लिएर गयो लएर अनि कोठीमा लगाइदियो भात पकाउनु त सक्दैन त्यही सिकाउँथे पन्जाबीले रोटी खाँदो रहेछन् कि 5-6 महिना बसेँ त्यहाँबाट अत्यार लाग्यो खान सकिएला जस्तो लागेन होइन खान त के को नसक्ने मिठो मिठो खुवाउँथे नि लाउन खाना जुत्ता कपडा सबै दिने पनि एकदम प्यारो बेटे भनेर बोलाउने मिठो मिठो खाने किन आत्तिनु भयो त अनि रोटी खाएछु 14 वटा त यत्रा फुड्का घिउ लगाएका मिठो मिठो तरकारीमा डोब्दै खाँदै गर्छ त जति नि खाइँदो रहेछ क्या पेट फुलेर यति भइसक्यो अझै खाम हुन्छ अनि त्यहाँबाट हाम्रो 1 हप्ताको आटा सक्दिने भइस् त नि त 1 हप्ता अघि रासन पाइँदैन रासन कार्ड लिएर नगएछ पैसा पाके रासन पाइँदैन 1 हप्ताको रासन त तैँले आजै सक्ने भइस् भनेर बुढीले गाली गरी धेरै खाइस् भनेर अनि त्यतिकै भयो अनि बिहानै उठ्ने बित्तिकै नुहाइधुवाइ गरेर आयो त्यहाँबाट अनि स्टिलको गिलासमा भोरी चिया अनि बेलुकै पकाएर राखिदिँदै चाहिँ 2टा रोटी र चिया खान दिन्छ बुढीले बिहानै उठाएर खायो टन्न पर्यो म त मोटाएँ मजाले मोटाएर घर आउनु मन लाग्यो अनि घर आउँदाखेरि 6 महिनापछि घर आएँ अब भुँडी लाछ लाउरे मान्छे डममा मोटो घाटो छ घर आउँदा जम्मा 4 आना पैसा पैसा चाहिँ छैन ज्यान मात्रै छ ज्यान मात्रै महिनाको 5 रुपियाँ पाइन्थ्यो भात पकाउने भान्सेलाई त्यति नोकरीमा मलाई त दियो 20 रुपियाँको दरले दिए ती बिबीहरूले 80 रुपियाँ दाम ल्याएर नि त्यसैलाई दिएको त घर आउने बेला बेला भने त बाट्या खाएर सकेछ जाँड खाएर दिएन घर आउँदा छैन पैसा धन्न ठुलो घुडी बनाएर आउनु भएको छ कसरी गर्भवती भइसकेको त भनेन त्यहाँ घर आउँछु भने त बारीमा झन्डा टाङ्गिएको दाइ यो जग्गा के गरेका हौ झन्डा टाङ्गिया छन् भन्नु त अब 4 बिघाभन्दा बढी नपाइनेहरू जग्गा काटिदियो मैले त कटाएँ भनेर भनेको त्यहाँ दौडेर पर बौला खोलासँग गएको थिएँ त्यहाँ 3-4 जना फर्काउन गए तेरो दाइलाई सापले गाली गर्छ नजा भनेर भने होइन 2 बिघा त दाइको 1 बिघा त मेरो मलाई भनेको छ पुनर्वास हामी रहन्नौँ तँलाई जग्गा चाहिएछ भने पछि जानु यो 1 बिघा जग्गा नबेच्नु भनेर भनेको छ भनेको सबैले फर्काए त्यहाँबाट अनि त्यतिकै हो त्यो जग्गा अनि फेरि ठुलो बुवाले तास खेलेर काटेको काटियो भने 2 बिघा थियो त्यो पनि पछि 1000 रुपियाँ बिघामा बेच ठुलोले बेचिदिनु भयो अनि अर्को साल फेरि 2 बिघा दियो 4 बिघै भयो त्यो 1 बिघा गएको भयो मेरो प्रमाण पनि गयो केही पनि पाइनँ अस्ति त्यहाँबाट त्यो जग्गा लगाएर पछि हक अधिकार भाउजूको नाममा लेखाएछन् बिहा गरेपछि त्यहाँ त मेरो हक अधिकारै रहेन त्यतिखेर के थियो 10 वर्ष आउँछ भन्दा नगर्ने